जम्मू कश्मीरको पहलमानपुर गाउँमा जुन आतंककारी समूहबाट हमला भएर बुटोल भरेजनटोलमा निवासी सुदीप नेउपानेको निधन भएको छ। आज हामी सारा बुटोलवासी मर्माहत भएका छौँ। सुन्न पनि काली लाग्दो र मन सिरिङ बनाउने यो घटना हो। बुटोलका सुदीप नेउपाने कलिलो र खाउँ लाउलाउँ भन्ने बेलामा परिवारसँग घुम्न जाँदा जम्मू कश्मीरमा धर्मकै कारण आतंकवादीबाट मारिन पुगेका छन्। उनी भर्खर बिहे गरेको 6 दिनका दिन त्यस ठाउँमा घुम्नको लागि गएका थिए। आखिर सुदीप नेउपानेले ज्यान गुमाउनुको मुख्य कारण थियो हिन्दू धर्म। सुदीपको श्रीमती हिमांशीको बिहे गरेको 6 दिनमै जीवन उजाड बन्न पुगेको छ। सुदीप घरको एकमात्र छोरा हुन्, जुन उनी अहिले 27 वर्ष भएका थिए। उनकी आमा रिना नेउपाने र बहिनी सुषमा नेउपाने घुम्नको लागि जम्मू कश्मीरको पहल गाउँमा पुगेका थिए, जहाँ आतंकवादीहरूले त्यस ठाउँमा घुम्न पुगेका पर्यटनको नाम र धर्म सोधी गोली हानी हत्या गरिरहेका थिए। त्यस ठाउँमा सुदीपसँगै 28 जनाले ज्यान गुमाएका छन्। सुदीपको लाइसेन्स, नागरिकता र पर्स भेटिएपछि सुदीपको हत्या भएको कुरा पत्ता लागेको थियो। यता सुदीपको हजुरआमा र बुबा बुटोल 14 दिलखरियामा बस्दै आउनु भएको छ र सुदीपको हत्या भएको कुराले सुदीपको हजुरआमा र बुबा शोकमा डुब्नु भएको छ। सुदीप नेउपाने सामाजिक सेवामा पनि खुबै सक्रिय थिए। आर्थिक हिसाबमा ठिकै रहेको परिवारमा अहिले वज्रपात बर्सिरहेको छ। सुदीप नेउपानेको पुर्खौली घर भने पाल्पाको बगनास गाउँपालिका 4 मा पर्दछ। उनले आफ्नो पढाइ एचए पुरा गरिसकेपछि काठमाडौँबाट बीपीएच अध्ययन गरिरहेका थिए र जागिरको सिलसिलामा बुटोलको आधुनिक समाज डेन्टलमा पनि काम गर्दै आएका थिए। बुटोल 14 का कार्यवाहक वडाध्यक्ष तथा उनका अङ्कल अति नै अनुशासित र मेहनती एक होनार देशको एक युवा गुमाउँदा गाउँ नै शोकमा डुबेको बताइरहेका छन्। आज बिहान भोइस कलमा सँगै रहेका ज्वाइँले दाइलाई बचाउन नसकेको भन्दै रेकर्ड पठाएका थिए। त्यसै घटनामा परेको उनकी आमा, बहिनी र ज्वाइँ भागेर ज्यान जोगाउन पुगेका छन्। सुदीप नेउपानेका बुबा ध्रुव नेउपाने शिक्षक आन्दोलनमा काठमाडौँमा थिए। त्यस आन्दोलनबाट फर्किँदै गरेको बेलामा जम्मू कश्मीरको आन्दोलनमा छोराको गोली हानी हत्या भएको कुरा थाहा पाएका थिए। जम्मू कश्मीरको पहलमानपुर गाउँमा जुन आतंककारी समूहबाट हमला भएर बुटोल भरेजनटोलमा निवासी सुदीप नेउपानेको निधन भएको छ। आज हामी सारा बुटोलवासी मर्माहत भएका छौँ र हामी बिहानै सुनौली नाकासम्म पुग्यौँ र 7 बजे त्यहाँ भारतको तर्फबाट एम्बुलेन्समा उहाँको शव ल्याइएको थियो र भारतका सुरक्षा निकायका धेरै व्यक्तिहरू पनि सँगै हुनुहुन्थ्यो र उहाँहरू शव वाहन बुटोलसम्म ल्याउने व्यवस्था रूपन्देही जिल्ला प्रमुख अधिकारीजीबाट त्यसको व्यवस्थापन भयो र हामी अहिले बुटोल उहाँको निवासमा शव ल्याइ पुर्याएका छौँ र आज सबै बुटोलवासीहरू धेरै ठुलो मात्रामा उपस्थित हुनुहुन्छ र अत्यन्त शोकाकुल अवस्थामा हुनुहुन्छ र यो जुन खालको घटना घटेको छ योबाट हामी साह्रै मर्माहत भएका छौँ र अहिले उहाँको दाह संस्कारका लागि नवलपरासीको त्रिवेणी लाने तयारी भइरहेको परिवारबाट कुरा आएको छ र हामी त्यही तयारीमा छौँ। सुदीप नेउपानेको मृत शरीर चाहिँ हिजो बेलुका काश्मीरबाट दिल्ली र दिल्लीबाट फेरि तुरुन्तै लखनऊ भएर अनि लखनऊबाट स्थलमार्गबाट आज बिहान 6:53 जाँदाको समयमा बेलैया नाकाबाट चाहिँ नेपाल ल्याइएको छ र सुदीप नेउपाने, उहाँको आमा, दिदी, भिनाजु लगायत सबैलाई हामीले घरसम्म ल्याएर छोडेका छौँ। यसमा भारतीय पक्षको सब डिस्ट्रिक्ट मजिस्ट्रेट आफै स्वयं यहाँ घरसम्म आउनुभएको छ। भारतीय पक्षले परिवारलाई यहाँसम्म ल्याउने र सुदीप नेउपानेको मृत शरीर यहाँसम्म ल्याउने कुरामा हामीलाई राम्रोसँग चाहिँ महत्त्वपूर्ण सहयोग पनि पुर्याउनु भएको छ।